हेलो गाइज, हाम्रोतिर चाहिँ यस्तो पनि हुन्छ। यो फलको नाम चाहिँ त कतिपयलाई अब थाहा छैन होला। हामीलाई त अब हाम्रो आफ्नै बारीमा फल्छ। यो चाहिँ किवी है साथीहरू, किवी हो। यो चाहिँ कतिले खानु भएको छ होला, कतिले खानु भएको छैन होला। किवी हेर्नु सक्नुहुन्छ तपाईहरूले गाइज। किवीको रुख चाहिँ यत्रो छ। यसको झ्याङ चाहिँ यस्तो हुन्छ इस्कुसहरूको जस्तै। अब हेर्नु न गाइज, यस्तो हुन्छ। आफ्नै बारीमा फलेको हेर्नुहोस् त। किवी है साथीहरू, तपाईँहरूलाई म सबैतिर देखाइदिन्छु। ढोकाबाट फुत्तै बाहिर निस्किने बित्तिकै किवीमा साथीहरू धेरै नै फलेको रहेछ किवी। कति धेरै हो, चिप्लेर लड्छु होला गाइज। हेर त के हेलेको भाइ, के हो भाइ? किवी भने यता चाहिँ यतापट्टि चाहिँ अलिक फलेको रहेनछ हौ। कति धेरै पछि खानु पाइन्छ पाकेपछि। धेरै नै फलेको रहेछ साथीहरू किवी। किवी हेर्नुहोस्, किवी गर्नु सक्यो भने जे पनि हुन्छ क्या। घरमै पैसा छ। यत्रो खाएर सकिँदैन, कति धेरै। हेर्नुहोस् त गाइज, यस्तो छ रुख चाहिँ। अब यो रुखदेखि है, यहाँदेखि यसरी गएको छ होइन, अनि यहाँदेखि चाहिँ पुरै झ्याङ्गिएको क्या। हेर्नु न, पानी पनि चुहुँदैन यहाँ त अलिअलिको त गाइज। हेर्नुहोस् न यी किवी, वाउ, देख्नुहुन्छ किवी। हेर्नुहोस् त यी कति धेरै गाइजहरू किवी। यहाँ हेर्नुहोस्, बादल लागेर यस्तो भएको छ। यो चाहिँ आल्चाको रुख। यो चाहिँ आल्चा फल्छ नि त, बखडा पनि भन्छ होला, आलु बखडा। गाइज किवी हेर्नुहोस् त, पाकेको त छैन, काँचै छ। यसको झुस हुन्छ नि त, यो झुसले चाहिँ फेरि चिलाउँछ है। मजाले पाकेपछि खानुपर्छ। यसको झुसले चाहिँ चिलाउँछ। देख्नु सक्नुहुन्छ यहाँ। हेर्नु कति लटाराम फलेको क्या। हेर्नुभयो, हेर्नुहोस् त, यस्तो धेरै फलेको छ कि बाफ्रे गाइज।